मर्निङ है, वेलकम टु माई न्यू भ्लग है। हामी आजको भ्लग चाहिँ कसरी सुरुवात गर्न चाहन्छु भने होइन, आज हामी दक्षिणकाली मन्दिर जान लागेको दाइ दिदीहरूसँग होइन। एकदम जाडो भइरहेको छ होइन। दाइ र म चाहिँ स्कुटरमा आएको हेर्नु। अनि थ्याङ्क्स टु सविन भाइ है, हाम्रो सविन भाइलाई। सविन भाइले पावर ब्याङ्क दिएकोमा होइन, मैले चार्जर हेर्नु बिर्सेछु होइन हिजो। अनि अहिले पावर ब्याङ्कै युज गरेर आएको। अनि बाटोमा टक्क एकछिन रोकेको दिदीहरू आउँदै हुनुहुन्छ। अनि हाम्रो हिरो दाइ हेर्न सक्नुहुन्छ हामीले हिरो पारामा। हेलो केटा हो, दामी भ्यू देख्न सक्नुहुन्छ है यहाँबाट है। मन्जुश्रीले काटेर यो काठमाडौँ भ्याली बस्ने लाइक भयो। यो डाँडा काटिदिएको थाहा छैन तँलाई मन्जुश्रीले? त्यहाँ बवाल भिड छ नि, त्यहाँ बवाल बाढी आउने पनि यो साइडपट्टि हो कि भिर हेर्दा अन्त कस्तो भएको छ। यही डाँडा काटेर त काठमाडौँ भ्याली बस्ने लाइक बनेको हेर्नु। यही डाँडा काटेर यही डाँडा काटेर हेलो केटा भ्यू हेर्न सक्नुहुन्छ है आकाशतिर होइन। दामी भइरहेको छ होइन। बिहान है अब बाटोमा टक्क भेट्नु हो दामी। हेलो केटा हो पारामा होइन। टिका पनि लगायो, मन्दिर पनि दर्शन भयो होइन। अनि दाइहरू चाहिँ उतार जानुभयो होइन। अब खाजा खानलाई उतार जानु लागेको। मन्दिरको मैले भिडियो चाहिँ किन नबनाएको भने मन्दिरको भिडियो बनाउनु मिल्दैन कुरा हो होइन। सबजना आएर दर्शन गर्दा हुन्छ। एकदम राम्रो छ। टक्क लागेर होइन। म चाहिँ एकछिनमा आइपुग्यो होइन। भ्यू हेर्दै केटाहरू भ्यू पनि देख्यो होला। दामी पारामा स्कुटी यतै राखेँ कि अनि उतापट्टि जानु पनि दिदीहरूले उतापट्टि बोलाएको थियो, उतापट्टि जानु पाएन। अब टक्क गइन्छ दामी पारामा। सबजना दर्शन गर्न आउनु होला है। मन्दिर चाहिँ म एकदम जान्छु होइन। सारा कति मन्दिर जाँदो रहेछ है भन्छ होला है। अब समयले जता पुऱ्याउँछ त्यतै जाने हो होइन। ल अब त्यहाँ दिदीहरूसँग भेट्छु। ल है हामी चाहिँ मन्दिर दर्शन गरेर सरर हामीले यस्तो आइटमहरू पाउँछ टक्क लागेर। अब हामी चाहिँ बस्नेछौँ। वी डु नट ह्याभ वाइफाई। वी डु नट रिमेम्बर डेज, रिमेम्बर मुभमेन्ट्स। यो चाहिँ ठ्याक्कै मसँग मिल्छ है, एउटा मेमोरी। 5 रुपियाँ होइन अहिले फेरि खतरा सुनिदिरहेको छ कि दामी हो। भाइ पैसा भयो भाइलाई म 1000 रुपियाँ दिन्थेँ यार, पैसा छैन। हेलो केटा हो, यसमा कसले पानी खाएको छ अहिलेसम्म है कमेन्ट गर्नु पऱ्यो है। अनि हामीले चाहिँ पुरी मगाएको थियो, तरकारी मगाएको थियो होइन। खाइसक्यो, देखाउनै पाएन, सरी त त्यसको लागि ब्याड लक। अनि पिकनिक दक्षिणकाली पिकनिक गयो यतातिर। भ्यू यस्तै हेर्न सकिन्छ यहाँबाट होइन। ल केटा हो, हामी निस्किनु लागेको दाइ त्यहाँ कुरेर बस्नु भइरहेछ होइन। अब टक्क निस्किने ग्लभ्स लगाउनु पर्यो। हेलो केटा हो, अहिले चाहिँ हामी दाइको फुपू घरमा आएको यहाँनिर होइन। यसो फलफुल सलफुल लिएर अनि अब हामी निस्किन्छ घरतिर होइन। एकछिनमा भ्यू पनि देखाउनु पाएन, सरी है त्यसको लागि। यतातिर सुकुटी है, बब्बाल ओरिजिनल सुकुटी विथ पिनट सलाद है, तातो पानी। चिलमा छौँ होइन।
थपिँदैछ है थपिँदैछ हाम्रो दाइले स्पेसल बनाएर ल्याइदिनु भएको फ्रीमा किनकि हाम्रो दाइ बिच छोडाउनु भएको थियो सबजना टेस्ट गराउनु होला है एकदम दामी है म एउटा टेस्ट गर्छु है छैन केही छैन यो त हातले खाने चिज हो केटा हो हातले खाने यो त होइन म चाहिँ फोर्कले खान्छु ओ माई गड यो पिनीको अचार हो यो चबाउँदैछ यो के बोलाएको अचार ओ डागरी यो के बोलाएको अचार ओ डागरी दामी नै छ क्या तर पोर्कमा मुर्दाको मिठै लाग्न छोडिसक्यो अब यतै खाने होइन त वाउ त भाइले अरू पनि के लिएर आउँदैछ होइन चिकन एउटा पोर्कलाई म फोन उता राख्दिनँ पोर्क उता अझै राख्दा केही फरक पर्दैन यो पोर्क मोमो 2 प्लेट दुलो पानी देऊ मोमो नि बाप्रे छ के तर दाइ अब फेमस म फेमस गरेर अब युट्युब च्यानल खोल्छु मुखमा त्यो चाहिँ छैन चस्मा ल्याउनु म चस्मा लगाएर गर्छु धुलो खोर्सानी हामी सेक्वा माथि हल्का छ वाउ हल्का छर्क मोमो खतरा छ दामी आउनु होला है सबजना आउनु भइस आँखा नदेखि पनि पोर्कको पर्सनली पोर्कको सुगन्धले यहाँसम्म आइपुग्यो एउटा डल्लो मुखमा केटा हो हामी नुमाज रेस्टुरेन्ट होइन नक्कुमा छौँ होइन अहिले बाहिर पनि बस्ने मेस छ दामी पाराको किचन उता छ होइन दाइहरू बनाउँदै हुनुहुन्छ अनि यता बार भयो काउन्टर अनि यो चाहिँ एन्ट्री है यो अघि हामी चाहिँ खाइसक्यौँ होइन अघि भर्खर टक्क खाएर होइन अनि एक्स्ट्रा सुकुटी मगाएको होइन दाइहरू मस्त खाँदै के गर्नु हामी त ड्राइभ गर्नुपर्छ हामी दुईजना सो गर्छ दाजु दाइ अनिस मनिस सोझो छ है अनिस चाहिँ टक्क कोक खाइरहेको छु है गुम्बा खाना मिल्दैन बोतल मात्र कोक हो नि दाइ किन बोतल चाहिँ कोकको किन भित्र रम थाहा छ ल भाइ एक दाइ इङ्ग्लिस रमाउनु भएन डाइलेगै बनायो अरे एउटा विदेशबाट आएको दाइले आउँदै कोक खान्छ त विदेशी रक्सी हो यो चाहिँ गेडा दुख्यो ल टक्क अब सुकुडी आउँदैछ सुकुडी नै हान्नुपर्छ दाइले किन
भन्ला त्यो के भन्ने भनेको त्यही हो कि किन विदेश के अरे किन 2-3 गियरमा होइन उकालो किन चढायो भन्नु अरे केटा हो म त केही खाएको छैन घर जाने हो नखाने भन्दाखेरि किनिहाल्छ के गर्नु म पनि जान्छु केटा हो एक दिन बाह्रमा ठुलो केटा हो दाइन बाह्रमा हामी निस्किसकेको छौँ होइन निस्किनु लाग्यो बसेको थियौँ होइन निस्किनु लाग्यो हामी जता लागेर खानपिना भयो होइन अब दिनभरि हिँड्या छौँ होइन अब दाइले हिसाब गर्दै हुनुहुन्छ के कस्तो छ होइन स्पेसल डिस्काउन्ट पाउँछ है यहाँ आउनु होला वेलकम टु नुमास रेस्टुरेन्ट एट मक्कु होइन एकान्त कुनाबाट तपाईँको भाइ एकदम भाइब बबाल छ है आउनु होला होइन निस्किनु लाग्यो है केटा हेलो केटा हो चोट लागेर बिहानै भइसक्यो उठेर टक्क निस्क्यो होइन निस्किँदाखेरि भन्दै भनेन अनि आज हाम्रो दाइको फ्लाइट छ दाइ आज तपाईँ जाने होइन आज हाम्रो दाइको फ्लाइट छ अब हेभ अ सेफ फ्लाइट दाइ राम्रोसँग जानु आफ्नो केयर गर्नु भाउजूको केयर गर्नु होइन अब त्यही त यस्तै भयो म पनि आउँछु त्यही साढे अब म चाहिँ काममा निस्किनु लागेको चट्ट लागेर बाई बाई है सबलाई यस्तै हो होइन यस्तै भयो लुना 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 हेलो भनेर कति भन्ने अल्छी लागिसक्यो केटा भर्खर खाना खाएको होइन माया त आज त कस्तो नरमाइलो लागिरहेको छ कि दाइ पनि अब जान लाग्नु भयो होइन दाइलाई नि अब यस्तै अब दाइ जाँदै हुनुहुन्छ आज बेलुकीको फ्लाइट छ होइन दाइ जानु भएपछि भ्लग आउँछ होला केटा हो त्यही भएर मैले हिजो छुट्टी लिएर दाइसँग टाइम स्पेन्ड गरेँ होइन धेरै खुसी लाग्यो दाइ होइन अब हरेक कुरा अब यस्तै समय यत्तिकै बित्दै गयो होइन तर याद बस्यो मैले मेमोरी एउटा भ्लगमा मैले क्याप्चर गरेर राखेँ नि त होइन मलाई त्यही खुसी लाग्छ त्यति मात्र भयो नि केटा हो अब म यहाँ काममा आएर सफा गरेँ बिहान टिटिक्क भुइँ टल्काएँ होइन दामी बनाइदिएको छु केटा हो सबजना आउनु सक्नुहुन्छ है भुइँको भित्र राख्यो बिहान अनि खानसाना खाएँ भर्खर अब एकछिन बस्छु होइन तर मेरो भ्लग चाहिँ अलिक धेरै लामो भयो होला धेरै लामो भएपछि मान्छेले नहेर्ने क्या मैले केटाहरूलाई थाहा होला पुरानो को सब्सक्राइबर छ पहिला पहिला मैले 1 घन्टासम्म पनि भ्लग गरेको थिएँ होइन टक्क लाग्यो होइन हजुर बस्नु न यो कोकहरू अहिलेलाई त पर्दैन आज शुक्रबार है पर्दैन गएकै छैन आजभोलि त्यही भएर बोलाइरहेको छु यहाँनिर भ्लग मार्फत मेरो च्यानल छ क्या m@@ हामी त्यो सबभन्दा अगाडि मनिष लामा भ्लग भनेर छ त्यो अहिलेलाई चाहिँदैन होइन अहिले चाहिँ इन्डिङ गर्नु लाग्यो कि टक्क है केटा हो बाई बाई है सबलाई सेट ठोक दीजिए महाकाल का ठोक लीजिए 5000 लौटे दिख जाना चाहिए ये 4000 के लिए मैं यहाँ पे नहीं खड़ा हूँ।